एभ्रिवान, म राइडर नारायण। आज बच्चाको साइकल, कुन साइकल किन्ने त? बच्चाको साइकल। यदि किन्दै हुनुहुन्छ भने मैले तपाईँलाई एउटा लिल फेरी भन्ने साइकल आएको छ, इन्डियनमा एकदमै राम्रो बलियो साइकल आएको छ। म देखाउन लागिरहेको छु, खै देखाउ त है। यो देख्न सक्नुहुन्छ तपाईँले, ब्लू कलरमा छ। यो साइकल किन्दा तपाईँले पाउने भनेको एउटा हेलमेट पाउनुहुन्छ, एउटा घन्टी पाउनुहुन्छ, तपाईँले एउटा लक पाउनुहुन्छ है, पाउनुहुन्छ। यो साइकल किन बलियो राम्रो छ भने यसको मेटेरियल्स एकदमै राम्रो छ, इन्डियनमा हो, इट्स नट अ चाइनिज है, इन्डियनमा हो। त्यस कारणले गर्दाखेरि यो ट्युबलेस हो है, फेरि ट्युबलेस गाइज, ट्युबलेस। हामी घोदिन्छौँ यहाँ हेर्नुहोस्, ए लुत्ता बाह्र हराएर मैले घोदिएको छु। देखाइदेऊ, मजाले देखाइदेऊ त, यहाँ घोचेको ए मजाले घोदिएको छु हेर्नुहोस्। यति लामो छिराइदिएँ, यसरी छिराइदिएँ, केही हुनेवालामा छैन, एकदमै राम्रो छ है, बवाल खालको छ। ए तपाईँलाई यो साइकल मन परेको छ भने यसको कलर अप्सनहरू तपाईँले देखिरहनु भएको छ, पिङ्क कलर छ, अब अर्को तपाईँको पर्पल कलरको छ, 3टा कलर अप्सन आएको छ। फेरि यो 3टा कलर अप्सनमा तपाईँले जुन लिए पनि चुजेर लिन पाउनुभयो है। यसको प्राइसको कुरा एकछिनमा गरौँला। अब हेर्नुहोस् त यहाँ, अब हेर्नुहोस् त यहाँ बक्स प्याकिङ भएर आउँछ गाइज। अरू साइकल आउँदाखेरि तपाईँको 4-5 वटा एकै ठाउँ भद्राङ भुद्रुङ आउँछ, यो चाहिँ बिग्रिन्छ भत्किन्छ भनेर कम्पनीले एउटा साइकल प्याकिङ गरेर पठाइदिएको छ अहिले होइन। त्यस कारणले गर्दाखेरि एकदमै राम्रो छ, यसरी आउँछ है, यस्तो तरिकाले आउँछ हेर्नुहोस्, प्याकिङ गरेर मजाले यसरी आफ्नो सामान एउटाको सामान ट्याक्क ट्याक्क यसरी आउँछ। अब तपाईँलाई चाहिँ बच्चाको साइकल किन्दै हुनुहुन्छ, ओहो हामी चाइनिज साइकल पो किनिरहेको छौँ क्या भन्ने लाग्छ भने यो चाहिँ इन्डियनमा त्योभन्दा यो राम्रो छ भनेर। अब त्यो तपाईँको अर्को साइकल किन्यो भने तपाईँलाई 5052 हामीले अफर दिएको गाइस, त्योभन्दा अगाडि होइन। मार्केटमा किन्नुभयो भने त्यो हामीले 5052 दिएको साइकल 6000मा बेचिरहेको साइकल हो, त्यो पनि विदाउट हेलमेट। हामीले त हेलमेटै सिधा 5052 साइकल दिइरहेको थियौँ बच्चाको। अब यो चाहिँ अलिकति महँगो भएर आएको छ है, यो इन्डियनमा भएर थोरै महँगो छ तर राम्रो छ गाइस, किनभने यसको टायर ट्युबलेस छ, तपाईँको पङ्चर हुने दायाँमा हुने समस्या हुँदैन। त्यसले गर्दाखेरि हावा दिइराख्नु पर्ने, बच्चाको हावा गयो मम्मी मेरो साइकलको भन्ने पनि समस्या छैन। त्यस कारणले गर्दा यो साइकल राम्रो छ भनेर रिकमेन्ड गरे हो। अब यति राम्रो हेर्नु त, तपाईँले साइकलको कलर अनुसारको हेलमेट पनि पाउनुभयो है, तपाईँको एउटा घन्टी पनि पाउनुभयो, एउटा लक पनि पाउनुभयो, एकदमै राम्रो छ मेरो तर्फबाट। अब तपाईँले कुन तरिकाले हेर्नुहुन्छ लिल फेरि गुगल सर्च गरेर हेर्नु होला। अब यसको प्राइसको कुरा गर्नुहुन्छ भने चाहिँ हामीले एउटा हेलमेट दिन्छौँ, घन्टी दिन्छौँ, अनि लक दिन्छौँ है। यो दिएर यो चाहिँ अलिकति अर्कोभन्दा महँगो छ, हामीले प्राइस चाहिँ 8000 राखिदिएको छौँ गाइस। तपाईँले गुगल पनि सर्च गरेर हेर्न सक्नुहुन्छ। ए तपाईँलाई साइकल मन परेको छ भने बच्चाको लागि चाहिँ राम्रो छ। अब हाम्रो लोकेसनको कुरा गर्नुहुन्छ भने जमल कान्तिपथ काठमाडौँ है, मैले डिस्क्रिप्सनमा नम्बर पनि राखिदिन्छु मेरो, राइडर नारायण। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला, लाइक कमेन्ट छोड्नु होला। तपाईँलाई प्राइस कतिको रिजनेबल लाग्यो। अब हामीसँग बच्चादेखि ठुलो मान्छेले चलाउने 5000देखि गाइस 20 लाखसम्मको साइकल छ है। तपाईँहरूलाई अब जुनसुकै खालको साइकल पनि ल्याउनु सक्नुहुन्छ। अब तपाईँलाई सेकेन्ड ह्यान्ड साइकल चाहियो भने हामीसँग सेकेन्ड ह्यान्ड साइकलहरू अभाइलेबल छ। यतापट्टि तपाईँलाई 5000 साइकल चाहियो कि 5000को साइकल यता छ गाइस, यस्तो साइकल छ होइन। अब यहाँ भित्र हेर्नुहुन्छ भने ल भित्र तपाईँलाई ब्रान्डेड, भित्र हेर्नुहुन्छ भने ब्रान्डेड साइकलहरू पोलिगनको चाहियो, ट्विन्सको चाहियो, सेफवेको चाहियो, के को चाहियो। अब हाम्रो स्टोर यही हो, 5 लाख 10 लाखको साइकल चाहियो भने हामी स्टोरमा यहाँ छौँ गाइस है। यताबाट साइकल जहाँ चाहिँ हाम्रो सम्झेर आउन सक्नुहुन्छ, प्याङ बाइक जमल कान्तिपथ काठमाडौँ है त। धन्यवाद।